र म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई मैले के भनिरहेको छु, हाम्रा मागहरू अहिले प्रधानमन्त्रीलाई पनि थाहा छ। एक्लो दुर्गा प्रसाईले सुरु गरेको आज 80% जनताले हामीलाई साथ दिएको छ। देशमा हुने विदेशमा हुने सबैले साथ दिएको छ। अब अहिले हाम्रो आन्दोलन मङ्सिर 7 हामीले जहिले गर्दै गरेका थियौँ। यो पल्ट एनपिएल, अब एनपिएल को घोषणा कहिले भएको मलाई थाहा छैन। मैले पारसीलाई के भन्यो भने एनपिएल 15 दिन पछाडि सारिदिनु न, होइन पहिला देश बचाऊ भनेर भन्दाखेरि उहाँहरूले सार्नु भएन। ठिकै छ, उहाँहरूको त्यो अधिकारको कुरो हो, सार्नै पर्छ भन्ने पनि छैन। एनपिएल हेर्न जाने एनपिएल हेर्न जान्छ, हेर्न नजाने देश बचाउन जाने देश बचाउनतिर लाग्छन्, आन्दोलनमा जाने आन्दोलनमा लाग्छन्। आफ्ना आफ्ना काम हुन्छन्, आफ्ना आफ्ना तरिकाले गर्छन्। त्यसमा हामीलाई कसैको जबरजस्ती छैन।